जानुभयो गाइज वेयर इन राके राके हो नि यो राके घुम्दैछौँ कुकुर तिहारको दिन मजा आइरहेछ फर्स्ट टाइम हिँड्दा 3 घन्टाको बाटो हिँड्दा राके बजार फाइनली हामी आइपुगेको छौँ एज यु क्यान सी गाइज दिदी अनि दिदी नै हो म यसमा ठुलो हो नि त राके बजार बबाल छ नि फेरि यहाँको खासियत चाहिँ के छ हौ के पाइन्छ यहाँ चाहिँ दिदी यहाँ ठुलो बजार लागेको छ नि मिठो सेलौटी पाक्यो रोडहरू चाहिँ निट एन्ड क्लिन छ ल यो कुकुरलाई चाहिँ उयो लगाइदिनु छ त नि आजको ल उयो के हो उयो त मन उयो कहाँ पुग्नु तर सेलौटी पाक्यो मेन चोक चाहिँ यो मेन चोक यहाँ चाहिँ खासियत के पाइन्छ छुर्पीहरू पाइन्छ तपाईँ कहाँ जानुहुन्छ म यहाँ देखाउनु पर्यो नि
अनि अरू हामी चाहिँ सिलौटी जाँदैछौँ है गाइजहरू। सेलौटी पाक्यो नि लैलै। यस्तो छ उकालोमा हिँड्नु परेछ। तिहार लागिरहेछ। तपाईँहरूको कस्तो भइरहेछ सबैजनालाई कमेन्ट गर्नु होला। ह्यापी बर्थडे सोल्टी। हेलो सोल्टी ह्यापी बर्थडे। ह्यापी तिहार। सोल्टी ह्यापी बर्थडे। अयो सोल्टी ह्यापी बर्थडे। अयो अयो हाय गाइज वी आर इन सेलौटी होइन। सेलौटी जाने बाटो हामी हिँड्दैछौँ। होइन अहिले हिँड्न एकदम गाह्रो पर्छ। यहाँनिर भन्न मात्रै सजिलो सेलौटी। भा हिँड्दा हिँड्दा खुट्टा भाइसक्यो यहाँनिर। गेट बन्द रहेछ सेलौटीको। जाउँ जाउँ न। दा त्यही हो यहाँ हिमाल देखेको त झेक्कै छ। देखाउनु पाएन दुःख लाग्यो जे होस् होइन एकदम। अनि छोरीको लौरेको छुट्टी दामी बताउनु न। छुट्टी दामी होला होइन। दामी भइरहेछ। हामी चाहिँ सेलौटीमा घुमिरहेको छौँ है सबैजना साथीहरू। तपाईँहरू पनि घुम्न आउनुहोस्। एकदम चिसो चिसो होइन यहाँ चाहिँ। तर बाटो बन्द रहेछ क्या यताबाट। सेलौटी पाक्यो नि हो। गीत चल्न नबजाउँ भनेको मतलब न। उतापट्टि देखो न म भन्छु त्यहाँ चाहिँ। ल सोल्टी के भन्नुहुन्छ सेलौटीको बारेमा? साथीहरू गीत चाहिँ निभाउ नि त। नि गीत चाहिँ निभाउ नि त भन्नु। कति तले घोडा चढ्न पाइन्थ्यो तर आज घोडा पनि रहन्छ क्या। कुम्भकर्ण देखेर ठक्क तपाईँले यहाँनिर कुम्भकर्ण देखिँदैन खास होइन। कुम्भकर्ण छ यस्तो भिरालो हिँड्दैछौँ हामी। यहाँ सिँढी एकचोटि माथि पक्का हिँड्ने त मैले शान्तमा सिँढी बबाल छ यहाँनिर। देखो न पुरै कति अरे 506वटा सिँढी। हामी सिँढीमा हिँड्छौँ मुनि सिँढीको माथिदेखि हिँडेका छौँ। एकैले भन्नु पर्दा पऱ्यो। दिदी मुनि आउनुहुँदैछ। अल्छी दिदी न हुसी बाबा लागेको छ। जाडो एकदम खतरा जाडो हुन्छ गाइस। ज्याकेट नलागिकन आउनु चाहिँ नबिच्नु तर ज्याकेट जहिले पनि लाउँछ। घरमा त होइन आउँदाखेरि बाइक लिएर आउँदाखेरि खालि अफ रोड बाइक लिएर आउनु होइन हुँदैन। अलिक खतरा लिएर आउनु। सेलौटी सेलौटीको उकालो है यो चाहिँ साथीहरू। चढिरहेको छौँ हामी सिँढीभन्दा माथि। माथिल्लो सिँढी हो। त्यहाँबाट हेरौँ। यहाँदेखि उता चाहिँ फिल्म छ। फिल्म पनि देखिँदैन कि यहाँदेखि। गाह्रो छ यहाँसम्म आउनु पुग्नु। तपाईँहरूलाई थाहा छ या थाहा छैन यहाँ हाम्रो फागुनेन्द्रको मूर्ति भन न कति वर्ष अगाडि बन्नुभएको थाहा छैन यहाँ। Bỏ cùi
मुनि गरेर टावर दामी मिठो इट इज कॉल्ड सेलाउटी लाग्यो भर्खरै जस्ट नाउ हुसेलाको गाइस सेलाउटी इट्स कल्ड सेलाउटी डाँडा यहाँ लिम्बूको उयो छ हैन यो त को पो दिदी यो फागुनन्द उयो हैन फागुनन्दको च्यान यहाँ दिदी मैले देखियो जस खुसी लाग्यो मलाई जिन्दगीमा घुम्न पाइने भयो सहरहरू दुनियाँहरू के कसो यो फुल चाहिँ एकदम दामी देखिन्छ है सबैले टिकाउन त्यता पाडा जान्छ यो फुलले म्याक्सिमम अबुई म त डर लागेर नि यहाँ त उयो चाहिँ किन हिमाल पो कञ्चनजङ्घा हो यो कुन हिमाल पो यो कुन हिमाल पो कञ्चनजङ्घा यताको यहाँ देखिँदैन क्या हो सायद देखिँदैन होला कि कञ्चनजङ्घा यस्तो हुसेला छ क्यामेराले खासै टिप्दैन त मेरो त्यही भएर तपाईँहरू पनि आउनुभयो भने चाहिँ जाडो छ यहाँ त्यस्तो फुडहरू पाइँदैन खानेकुराहरू त्यस्तोहरू को यहाँनिर केही छैन व्यवस्था होइन जस्ट यहाँनिर आउने रमाइलो गर्ने यसो घुम्ने आँखाको बिस मार्ने भन्नाले अब आफू नदिएको ठाउँहरू देखिन्छ होइन अनि हल्का रमाइलो फिल गर्ने बी ह्याप्पी होइन अनि सन्तोक भन्ने यहाँनिर चिलमा यहाँ हतपत त्यस्तो साउन्ड पनि आउँदैन साउन्ड आयो भने पनि पुरा सर अनि खोलाको आवाज आउँछ त्यही हो गाइज अब तपाईँहरू ग्रुपमा आउनु भने मजा हुन्छ गर्लफ्रेन्ड वाइफमा आउनु भने पनि मजा हुन्छ गर्लफ्रेन्ड भन्दा पनि मजा आउँछ त्यही हो रमाइलो जाडो एकदम ठिक्कको मौसम यहाँ चाहिँ टावरहरू छ है यसले गर्दा यो टावरहरू देखिन्छ क्या ज्यादा जस्तो पर हाम्रो घर उता सोल्टी घरदेखि हेऱ्यो भने पनि यो टावर देखिन्छ क्या त्यस्तो खतरा यार कहाँ मुनिदेखि देखिन्छ क्या यो टावर चाहिँ यहाँ सोल्टीले टिकटक बनाउँछ सोल्टी दिदीहरूले अनि म चाहिँ यहाँ यत्तिकै तपाईँहरूसँग गफ गर्दै ब्लग बनाउँदै बसिरहेको छु हल्का जाडो पनि लागिरहेछ होइन मैले भिडियो किन लेट हालेँ भन्दाखेरि हल्का म त्यस्तै नेटको समस्या ठाउँमै नै छु भनौँ न अब पाहाडमा त त्यस्तो नेटको समस्या हुन्छ नि त होइन झापाहरू जस्तो हुँदैन तपाईँ पनि मेक स्योर अन्डरस्ट्यान्डिङ होइन अन्डरस्ट्यान्डिङ देखाउनुहोस् हल्का इङ्ग्लिस बोल्नु आउँदैन तर इङ्ग्लिस बोले जस्तो गरिदिन्छु म विकास छु इङ्ग्लिस त बोल्नु पऱ्यो नि त हो अनि के भन्नु अब भनेको म टक्कै अनि ह्याप्पी कुकुर तिहार सबैजना केटाहरूलाई मेरो साथीहरूलाई होइन अनि त्यो ठ्याक्कै अब तिहार सिधेपछि म सायद 1 महिना होइन कि 1 हप्ता 2 हप्ता जस्तो ग्याप हुन्छ होला किनभने मेरो हल्का काम छ त्यही भएर म ग्याप गर्छु डोन्ट माइन्ड गाइज होइन मेक स्योर लभ एन्ड सपोर्ट ईश्वर डेन लिम्बू ल अब के देखाउनु तपाईँलाई हल्का यस्तो देखाउँछु सिनेम्याटिक्स भन्छ नि त
भयो कस्तो रमाइलो पर्ने क्या अब पहिलेको सानोको बुढाबुढी कस्तो बुढाबुढीमा जस्तो हामी गाडी चढ्दा थियौँ नपुगेर गाउँतिर त त्यस्तै मजा आउँछ क्या यहाँदेखि गाडीमा पछाडि चढ्दा के सोल्दै तँ पनि पाहाडमा चढ्नु कस्तो बजाउँछ भ्यूहरू चाहिँ लौरे माता सल्टिना छुट्टीमा आएको यसरी बिजक भएको तर बिजक छैन है त्यस रमाइलो हो के है सल्टी रमाइलो